करिब 3.5 अर्ब वर्ष पुरानो विशाल चट्टान र त्यो विशाल चट्टानको सबैभन्दा अग्लो टुप्पोमा बनेको एउटा रहस्यमय र ऐतिहासिक मन्दिर हो। साथीहरू, आज हामी उभिएका छौँ तमिलनाडुको त्रिची स्थित प्रसिद्ध मालेकोटी अर्थात् राकफोर्टको सिरानमा। सयौं सिँढीहरू चढेर जब हामी यो विशाल चट्टानको टुप्पोमा पुग्छौँ, यहाँबाट सिङ्गो त्रिची सहरको यस्तो दृश्य देखिन्छ जसले जो कोहीको होस उडाइदिन्छ। उता टाढासम्म त्रिचीको विशाल चर्च र कावेरी नदीको मनमोहक दृश्य पनि सजिलै देखिन सकिन्छ। आजको यात्रा केवल एउटा ब्लग मात्र होइन, एउटा अद्भुत रोमाञ्चक अनुभव हुनेछ। त्यसैले भिडियोलाई अन्त्यसम्म पक्कै पनि हेर्नुहोला। आजको यो विशेष यात्रामा मेरो साथमा हुनुहुन्छ मेरो श्रीमती र हाम्रो सानो छोरा। यति ठुलो चट्टान चढ्नु अघि अलिकति एनर्जी त चाहियो नै। त्यसैले हामीले बाटोमा 20 रुपियाँ प्रति डब्बा पाइने चिसो र रसिलो तरबुजा किनेर खायौँ। तरबुजाको स्वाद लिँदै अब हामी त्रिची मालेकोटीको मुख्य प्रवेशद्वारबाट भित्र जाँदैछौँ। छोराको हात समात्दै हामी अगाडि बढ्छौँ। पहिले यो फुटपाथमा अनगिन्ती कपडाका पसलहरू हुन्थे, जसले गर्दा मान्छे हिँड्नै गाह्रो हुन्थ्यो। तर अहिले ती पसलहरू हटाएर बाटो एकदमै सफा र खुल्ला र हिँड्न धेरै सजिलो बनाएको रहेछ। बाटोमा मान्छेहरूको निकै चहलपहल थियो। हिँड्दै जाँदा बाटोमा एउटा निकै ठुलो भवन देखियो। खै होटल हो कि के हो ठ्याक्कै थाहा भएन। छोराको हात समात्दै हामी अगाडि बढ्छौँ। पहिले यो फुटपाथमा अनगिन्ती कपडाका पसलहरू हुन्थे, जसले गर्दा मान्छे हिँड्नै गाह्रो हुन्थ्यो। तर अहिले ती पसलहरू हटाएर बाटो एकदमै सफा र खुल्ला, हिँड्न धेरै सजिलो बनाएको रहेछ। अगाडि जाँदा बाटोमा एक छेउमा एउटा बुढी आमाले काठो, धागो र सनातनी सामानहरूको पसल राख्नु भएको रहेछ। श्रीमतीजीको नजर तिनै कपालमा लगाउने काठोमा पर्यो र उहाँले त्यहाँबाट काठो पनि किन्नुभयो। अनि त्यसपछि काठो किनेपछि हामी नजिकैको एउटा मोबाइल पसलमा गयो र भिडियो खिच्नको लागि एउटा नयाँ सेल्फी स्टिक किन्यौँ। सेल्फी स्टिकमा फोन राखेर भिडियो खिच्दै बाटोमा हिँड्दै जाँदाखेरि धेरै मान्छेहरूले मलाई निकै चासोको साथ हेरिरहेका थिए। अब धेरैले त यसले ब्लग बनाउँदैछ भनेर हेरिरहेका थिए होला। हुन त म पनि ब्लगिङमा भर्खरै सुरुवात गर्दैछु। खै भिडियो कस्तो बन्दैछ अब त्यो त तपाईँहरूले नै भन्नुपर्छ। अब म तपाईँहरूलाई त्रिचीकै सबैभन्दा पुरानो र विशाल कपडाको सोरुम शारदा स्टोर देखाउँदैछु। यो यहाँको एकदमै प्रसिद्ध र ऐतिहासिक सपिङ सेन्टर हो, जसलाई अहिले पहिलाभन्दा अझ धेरै आकर्षक र भव्य रूपमा सजाएको रहेछ। 7 दशकभन्दा बढी पुरानो ऐतिहासिक यो पसल केवल एउटा किनमेल गर्ने ठाउँ मात्र होइन, त्रिचीको एउटा ठुलो पहिचान हो। सन् 1950 को दशक, करिब 1954 तिर सानो कपडा पसलको रूपमा सुरु भएको यो स्टोर आज 70 वर्षभन्दा बढी समयदेखि त्रिची र आसपासका मानिसहरूको भरपर्दो ब्रान्ड बनेको छ। दक्षिण भारत, विशेष गरी तमिलनाडुमा जब ठुल्ठुला मल्टी स्टोरी कपडा पसल वा सपिङ मलको कल्चर आएको थिएन, त्यति बेलै शारदा स्टोर त्रिचीको सबैभन्दा ठुलो र पहिलो आधुनिक कपडा पसलको रूपमा स्थापित भएको थियो। विशेष गरी चाडपर्व र बिहे र पूजाको लागि यहाँ पाइने काञ्चीपुरम सिल्क साडी, परम्परागत तमिल पोसाक, धोती, भेष्टी र लेहेङ्गा धेरै प्रसिद्ध छन्। त्रिचीका स्थानीय मानिसहरू बिहेको किनमेलका लागि सबैभन्दा पहिले यहीँ जाने गर्छन्। शारदा स्टोर पार गरेपछि ठ्याक्कै अमर ज्वेलर्सको छेउमा मालेकोटे मन्दिर जाने मुख्य प्रवेशद्वार आउँछ। हामी त्यो मुख्य गेटबाट भित्र प्रवेश गर्छौँ। मन्दिरको भित्री भाग सुरु हुने भएकाले हामीले आफ्ना चप्पलहरू बाहिरै फुकालेर जानुपर्ने हुन्छ। भित्र ढोका वरपर ढकमक फुलका पसलहरू सजाएका छन्, जहाँबाट पूजाको लागि फुलहरू किन्न सकिन्छ। अब चप्पल फुकालेर हामी चट्टानको टुप्पोसम्म पुग्ने सिँढीहरू चढ्न सुरु गर्दैछौँ। हामी चप्पल बाहिरै फुकालेर अब मालेकोटेको उकालो सिँढीहरू चढ्न सुरु गर्दछौँ। जति जति हामी माथि जान्छौँ, उति माथि उच्चो चट्टानी ढुङ्गाको सिरानमा बनेको विशाल मन्दिर प्रष्ट रूपमा देखिन थाल्छ। चट्टानभित्रै खोपेर बनाएका यी 40देखि लिएर 500वटा सिँढीहरू चढ्न अलिकति गाह्रो त हुन्छ, तर वरपरको मनमोहक वातावरण र माथिबाट देखिने त्रिची सहरको दृश्यले थकान मेटाइदिन्छ।
यात्राको क्रममा हामीले चट्टानमा कोरिएका विभिन्न प्राचीन बुट्टाहरू, साना गुफाहरू र ऐतिहासिक स्तम्भहरू देख्न सक्छौँ। नायक र पल्लव वंशका राजाहरूले सयौँ वर्ष पहिला बनाएको यो संरचना आज पनि उत्तिकै बलियो र अद्भुत छ। सिडी चढ्दै गर्दा आउनुहोस् म तपाईँहरूलाई यो ऐतिहासिक मालैकोटे र यहाँको उच्च पिलियार गणेश मन्दिर कसरी बन्यो भन्ने एउटा निकै रोचक र पौराणिक कहानी सुनाउँछु। यो कहानी रामायण कालसँग जोडिएको छ। जब भगवान श्री रामले रावणमाथि विजय प्राप्त गरेर अयोध्या फर्किँदै हुनुहुन्थ्यो, उहाँले रावणका भाइ विभीषणलाई उपहार स्वरूप भगवान विष्णुको एउटा अत्यन्तै पवित्र मूर्ति रङ्गनाथम स्वामीको मूर्ति दिनुभएको थियो। श्रीरामको शर्त थियो, यो मूर्तिलाई बाटोमा कतै पनि भुइँमा राख्न पाइने छैन, जहाँ राखिन्छ यो मूर्ति त्यहीँ स्थापित हुनेछ। विभीषण त्यो मूर्ति बोकेर दक्षिणतर्फ श्रीलङ्का जाँदै थिए। त्रिचीको यो कावेरी नदीको किनारमा आइपुगेपछि उनलाई सन्ध्या पूजा र स्नान गर्ने इच्छा भयो, तर मूर्ति भुइँमा राख्न मिल्दैन थियो। त्यति बेलै भगवान गणेशजी एउटा सानो गोठालो बालकको रूपमा लिएर त्यहाँ प्रकट हुनुभयो। विभीषणले ती बालकलाई मैले स्नान गरेर नफर्किन्जेल यो मूर्ति हातमा समातिरहनु, भुइँमा नराख्नु भनेर बुझायो। तर भगवान गणेश त त्यो मूर्तिलाई श्रीलङ्का जान दिन चाहनुहुन्थ्यो। श्रीलङ्का जान दिन चाहनु हुँदैन थियो। उहाँले त्यसलाई यहीँ स्थापना गर्न चाहनुहुन्थ्यो। त्यसैले विभीषण स्नान गर्न जाने बित्तिकै गणेशजीले त्यो मूर्तिलाई भुइँमा राखिदिनु भयो, जुन आज श्रीरङ्गम मन्दिरका रूपमा प्रसिद्ध छ। यो देखेर विभीषण निकै क्रुद्ध भएर ती बालक गणेशजीको पछाडि दौडिए। भाग्दै जाने क्रममा गणेशजी यही विशाल चट्टानको सबैभन्दा अग्लो टुप्पोमा गएर बस्नुभयो। विभीषणले रिसको झोकमा बालक गणेशको निधारमा एउटा कडा प्रहार हाने। त्यसपछि गणेशजीले आफ्नो वास्तविक रूप देखाउनुभयो। विभीषणले गल्ती महसुस गरी क्षमा मागे। भनिन्छ, आज पनि टुप्पोमा रहेको गणेशजीको मूर्तिमा त्यो चोटको खत देखिन सकिन्छ। यही पौराणिक घटनापछि यो चट्टानको टुप्पोमा उच्च पिलियार गणेश मन्दिर स्थापना भएको भन्ने यहाँको मान्छेको भनाइ छ। पौराणिक कहानी मात्र होइन, यो चट्टानको वैज्ञानिक र भौगोलिक इतिहास झन अचम्मको छ। वैज्ञानिकहरूका अनुसार यो मालैकोटेको विशाल चट्टान करिब 3.5 वर्ष पुरानो हो। अर्थात् यो हिमालय पर्वतभन्दा पनि पुरानो र विश्वका प्रसिद्ध ग्रान्ड क्यानियन वा ग्रिनल्यान्डको हिउँभन्दा पनि प्राचीन मानिन्छ। प्राकृतिक रूपमै बनेको यो एउटा विशाल एकल चट्टान मोनोलिथिक रक हो। प्रागैतिहासिक कालमा ज्वालामुखीको विस्फोट र प्राकृतिक हलचलका कारण यो विशाल प्राकृतिक ढुङ्गाको पहाड बनेको मानिन्छ। अन्त इतिहास र पौराणिक कथाहरू सुन्दै गुन्दै हामी मालैकोटेको सबैभन्दा उच्च बिन्दुमा आइपुगेका छौँ। अन्त हामी चट्टानको सबैभन्दा अग्लो भागमा पुगिसकेका छौँ। यहाँ माथिबाट भगवान गणेशको पवित्र उच्च पिलियार मन्दिरको सुन्दर दृश्य देखिन्छ। माथि पुगेपछि एउटा अनौठो र रमाइलो सरप्राइज पनि मिल्यो। हाम्रो बहिनी पनि यहीँ घुम्न आउनुभएको रहेछ। संयोगले हाम्रो माथि नै भेट भयो। यति उकालो हिँडेर थकित भएका थियौँ, त्यसैले मैले छोरालाई बहिनीको हातमा दिएँ। बहिनी भेटाएपछि यात्रा अझै रमाइलो र सजिलो भयो। हामी बिस्तारै अगाडि बढ्दै गर्दा त्यहाँ खानेपानीको एउटा धारा देखियो। धारा वरपरको प्रशस्तै बाँदरहरू यताउता घुमिरहेका थिए। यस्तो धार्मिक र ऐतिहासिक ठाउँमा यति धेरै बाँदरहरू देख्दा लाग्छ यी त साक्षात् भगवान हनुमानजीकै सेना वा रक्षक हुन्। धाराको पानी पिएर हेरेको, ओहो, पानी त सोचे भन्दा पनि एकदमै मिठो र चिसो रहेछ। उकालो चढ्दाको सम्पूर्ण तिर्खा र थकान यो चिसो पानीले एकैछिनमा मेटाइदियो।
पानी पिएर जब हामी चट्टानको किनारतिर जान्छौँ त्यहाँबाट पुरा तिर्ची सहर झलमल्ल र अत्यन्तै आकर्षक देखिन्छ। माथिबाट हेर्दा तलका घरहरू, बाटो र गाडीहरू साना साना खेलना जस्तै देखिन्छ। तल सिँढीतिर नजर लगाउँदा मानिसहरूको त अनगिन्ती घुइँचो नै छ। हजारौँको सङ्ख्यामा श्रद्धालु र पर्यटकहरू लगातार उकालो चढिरहेका छन् भने दर्शन गरेर फर्किनेहरूको पनि उत्तिकै भिड छ। मानिसहरूको यो उत्साह देख्दा मालेकोटेको महिमा कति धेरै छ भन्ने कुरा प्रशस्त हुन्छ। यहाँ ठुला ठुला चट्टानका साइडमा मानिसहरू आफ्नो परिवार र साथीभाइसँग बसेर मजाले गफगाफ गरिरहेका छन्। सिँढीहरूमा हेऱ्यो भने मान्छेहरू लगातार आउने जाने क्रम जारी नै छ। साँच्चै नै यहाँ आएपछि मनमा एउटा बेग्लै खालको शान्ति मिल्दो रहेछ। यदि कसैलाई एकैछिन शान्त वातावरणमा बसेर ध्यान मेडिटेसन गर्न मन छ भने यो ठाउँ अत्यन्तै उपयुक्त छ। चट्टानको सिरानमा एउटा आकर्षक टावर पनि छ जुन रातको समयमा रङ्गी बत्तीहरूले झलमल्ल सजिएको छ। ठ्याक्कै भन्नुपर्दा अहिले रातको 8 बजिसकेको छ। यो मन्दिर सामान्यतः राति 8 बजेदेखि 8:30 बजेतिर बन्द हुने गर्छ। यहाँ आउँदा ध्यान दिनुपर्ने एउटा विशेष नियम छ। यो धार्मिक स्थल भएकाले यहाँ हाफ प्यान्ट वा अति आधुनिक वेस्टर्न छोटो लुगा लगाएर आउन पाइँदैन। मन्दिरभित्र प्रवेश गर्नका लागि कि त फुल प्यान्ट वा परम्परागत लुगा नै लगाउनुपर्छ, सर्ट वा हाफ सर्ट भने लगाउन मिल्छ। यति बेला माथि उभिएर हेर्दा सरर चिसो हावा चलिरहेको छ। यो शिरशिर चिसो हावा र रातको समयमा झलमल्ल बलेको तिर्ची सहरको दृश्यले मनै लोभ्याउँछ। परिवारसँग बिताएको यो समय र मालेकोटेको यो यात्रा मेरो लागि सधैँ स्मरणीय रहनेछ। तपाईहरूलाई तिर्चीको यो ऐतिहासिक मालेकोटे र उच्ची पिल्लैयार मन्दिरको यात्रा कस्तो लाग्यो कमेन्टमा नक्की लेख्नुहोला। उताबाट शिरशिर हावा लगातार आइरहेको छ, त्यो पनि एकदमै जोरले। म फेरि यही विशाल ढुङ्गामाथि उभिएर तपाईँहरूलाई रातको समयमा झलमल्ल बलेको यो सुन्दर तिर्ची सहर देखाउँदैछु। हेर्नुहोस् त कति भव्य र आकर्षक देखिएको छ। परिवारसँग यहाँ बसेर केही समय बिताउँदा मनै आनन्दित भयो। अब म तपाईँहरूलाई सिधै उच्ची पिल्लैयार मन्दिरको नजिकै लैजाँदैछु। ध्यान दिएर हेर्नुहोस् त यी सिँढीहरू विशाल चट्टानलाई नै खोपेर कोरिएको यी सिँढीहरू बनाएका छन्। अहिले सोच्दा पनि साह्रै अचम्मै लाग्छ। त्यो जमानामा मानिसहरूले यति ठुलो र अग्लो चट्टानमा तलदेखि माथिसम्म कसरी पत्थर खोपेर सिँढी बनाए होलान्। आजकलको जस्तो अत्याधुनिक मेसिन र औजारहरू नभएको त्यो समयमा कोदालो, छिनो र हतौडाकै भरमा यो सब निर्माण गर्न कति धेरै समय र कति कडा मेहनत लाग्यो होला। सोच्दै मन चकित हुन्छ। हेर्नुहोस् त माथि पुगेपछि यहाँको उचाइ र दृश्य कति दामी देखिन्छ। उच्ची पिल्लैयार र मन्दिरको सिरानबाट देखिने यो दृश्य साँच्चै नै अद्भुत छ। तपाईहरू नै भन्नुहोस्, के तपाईहरू योभन्दा पहिले कहिले यो ऐतिहासिक मन्दिरमा आउनुभएको थियो वा यसको बारेमा कतै सुन्नुभएको वा पढ्नुभएको थियो? कमेन्टमा मलाई पक्कै भन्नुहोला। मैले यहाँबाट जति सक्थेँ त्यति सुन्दर दृश्यहरू आफ्नो क्यामेरामा कैद गर्ने प्रयास गरेँ। रातको यो समयमा पनि यहाँ माथि आउने जाने श्रद्धालु र पर्यटकहरूको घुइँचो उत्तिकै छ। 19 मिनेटको यो सानो यात्रामा मैले तिर्चीको मालेकोटेको ऐतिहासिक र धार्मिक सौन्दर्य तपाईँहरूमाझ ल्याउने कोसिस गरेँ। मैले आफ्नो तर्फबाट यो यात्राका राम्रा दृश्यहरू क्यामेरामा कैद गरिने सक्दो कोसिस गरेको छु। अन्त सिँढीहरू पार गर्दै हामी चट्टानको सबैभन्दा अग्लो टुप्पोमा पुगिसकेका छौँ। यहाँ माथि पुगेपछि दर्शन गर्न श्रद्धालुहरू निकै ठुलो घुइँचो लागेको छ। अनि हेर्नुहोस् त माथि पुगेपछि यो उच्ची पिल्लैयार मन्दिरको झ्यालबाट बाहिर देखिने दृश्य ओहो कति मनमोहक र अद्भुत दृश्य देखिएको छ। यही नै हो मुख्य उच्ची पिल्लैयार गणेश मन्दिर, जहाँ भगवानको मुख्य दर्शन गर्न हुने गर्छ।
मन्दिरको यो भित्री भाग र झ्यालबाट देखिने त्रिचेश्वरको दृश्य साँच्चै नै सातो उडाउने खालको छ। मालेकोटेको यो ऐतिहासिक र पवित्र यात्राका अन्तिम बिन्दु यही नै हो। 19 मिनटको यो भिडियो मार्फत मैले तपाईँहरूलाई तिरुचीको यो प्रसिद्ध मन्दिर र किल्लाको दर्शन गराउने प्रयास गरेँ। तपाईँहरूलाई आजको यो यात्रा र भिडियो कस्तो लाग्यो कमेन्टमा आफ्नो प्रतिक्रिया पक्कै दिनुहोला। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि अर्को नयाँ र रोमाञ्चक यात्रामा भेट हुनेछ। धन्यवाद।